हो डियर निम, जब म हात जोडी मेरो दिदीसँग केही पैसा सङ्कलन गरेर फेरि काठमाडौँतर्फ लागे, किनभने मैले काठमाडौँ गएर भिजा लगाउनु पर्थ्यो। चाँडै नै म नेपाल छोडेर विदेशमा कमाउन जानु पर्थ्यो, किनभने नेपालको कमाइले मलाई निकै नै गाह्रो भएको थियो। थोरै स्यालेरी, काम नपाएको त होइन मैले, तर काम पाएको। तर त्यो काम अनुसारको मेरो त्यो स्यालेरीले मलाई घर खर्च चलाउने कि मैले ऋण तिर्ने कि ब्याज तिर्ने कि मलाई निकै गाह्रो हुन्थ्यो। त्यसैले म विदेश आउन बाध्य भएको थिएँ र म फेरि दिदीको पैसा लिएर काठमाडौँ हिँडेँ। काठमाडौँ हिँडिसकेपछि म काठमाडौँ आइपुगेँ र मैले जुन मेन पावर मैले एउटा पत्रिका देखेको थिएँ, उक्त मेन पावरमा गएँ। म गएकै दिनमा इन्टरभ्यू चलिरहेको रहेछ र उहाँले भन्नुभयो, इङ्ग्लिस बोल्न कतिको आउँछ सोध्नुभयो र मैले भने ठिकै आउँछ भने, सामान्य आउँछ भन्ने। अनि जुन मैले कुरा गरेको थिएँ, उहाँ मेन पावरको एकाउन्टेन्ट हुनुहुँदो रहेछ। जुन मेन पावरको एकाउन्टेन्टले मलाई सिम्पल भाषामा इङ्ग्लिसमा थोरै इन्टरभ्यू गराउनु भयो। मलाई सोध्नुभयो, सरकारी स्कुलमा पढेको मान्छे, मलाई न इङ्ग्लिस आउँछ न के आउँथ्यो, सामान्य यस अर नो, सामान्य कोडहरू मात्र मलाई आउँथ्यो। र उहाँले भन्नुभयो, तपाईँलाई इङ्ग्लिस आउँदैन, तपाईँ होटेलमा काम गर्न जाँदै हुनुहुन्छ, कसरी काम गर्नुहुन्छ, कसरी कम्युनिकेसन गरेर कसरी तपाईँले अर्डरहरू लिन सक्नुहुनेछ, टुरिस्टहरू आउँछ त्यस्तो रेस्टुरेन्टहरूमा कसरी काम गर्नुहुन्छ भन्नुभयो। अनि मैले भने, म एकचोटि इन्टरभ्यू दिन्छु, यदि पास भए भने भएन भने ठिकै छ, म अन्तै ट्राई गर्नेछु भनेर मैले यसरी भने। र इन्टरभ्यू चलिरहेको थियो र इन्टरभ्यू दिनको लागि म गइसकेपछि इन्टरभ्यू दिएँ अनि म बाहिर आएँ र बाहिर आएपछि त्यही एकाउन्टेन्टसँग मैले बुझेँ के कसरी काम के हो, कति लागत हो, के हो। पछि बल्ल इन्टरभ्यू दिइसकेपछि सोधेँ, किनकि म एकदमै सही टाइममा इन्टरभ्यू चलिरहेको टाइममा पुगेको थिएँ। उक्त कारणले मलाई पहिला नै सोध्ने एकदमै समय भएन, किनकि मलाई विदेश उड्न धेरै नै हतार थियो। त्यसैले म पछि आएर सोधेँ र उहाँले भन्नुभयो, यति हो भन्नुभयो। अनि मैले भने, त्यो भन्दा घटाउन मिल्दैन भने। उहाँले भन्नुभयो, तपाईँको एजेन्टको नाम के हो भन्नुभयो। अनि मैले भने, म एजेन्टद्वारा आएको छैन, म त्यत्तिकै आएको हो। पत्रिका हेरेर मैले युट्युबमा हेरेर मैले वैदेशिक रोजगारको लागि यो भिडियोहरू देखेर म आएको हो भने। अनि उहाँले भन्नुभयो, ठिकै छ, इन्टरभ्यू दिनुभयो, अब इन्टरभ्यूको रिजल्ट के आउँछ त्यसपछि थाहा हुनेछ भन्नुभयो। अनि उहाँले भन्नुभयो, तपाईँहरू रेस्ट गर्दा हुन्छ, बाहिर कतै कहाँ बस्नुभएको छ उता बस्दा हुन्छ, जब रिजल्ट आउँछ अनि हामी खबर गर्छु भन्नुभयो। र हामी त्यहाँबाट निक्ल्यौँ र इन्टरभ्यू दिएको केही समयपछि मलाई फोन आयो। उहाँले भन्नुभयो,
तपाईँ इन्टरभ्यूमा पास हुनुभयो। अब तपाईँ मेडिकल गर्नको लागि तयार हुनुहोस् भन्नुभयो। र मैले अझै पनि भने लागत कति होला भने यति भन्नुभयो। र मैले रिक्वेस्ट गरेँ हल्का मिलाउन मिल्दैन भने, किनभने मसँग ऋण कार्यको पैसा थियो। जति सक्यो म सस्तोमा जान चाहन्थेँ। त्यसैले उहाँलाई लागतको बारेमा धेरै कोसिस गरेँ, तर उहाँले मिलाउनु भएन। अनि अन्तिम उपाय भनेको त्यति नै तिरेर जानु थियो। त्यसैले मैले हुन्छ ठिकै छ भने। अनि मेडिकल गर्नको लागि तयार भयौँ। अनि घरमा पनि यति खुसी लागेर घरमा पनि फोन गरे। इन्टरभ्यूमा पास भए भने जानकारी दिए। घरबाट पनि खुसी हुनुभयो। र त्यसको भोलिपल्ट उहाँले भन्नुभयो ल भोलि मेडिकल छ, यस्तो यस्तो ठाउँमा जानु भन्नुभयो। र हामी मेडिकल सबै गऱ्यौँ, सबै पास भयौँ। त्यसपछि भिजाको प्रोसेस गरेर हामी 3 दिनमा घरतर्फ फर्क्यौँ। र घरतर्फ फर्केपछि अब कता काम गर्ने, के गर्ने, भिजा आउनको लागि कति टाइम लाग्छ भन्दा 3 महिना जति लाग्छ भन्नुभयो। र घरमा आयो, घरमा कामकाज घरैसी कामहरू गरेर बिताइयो। र यता ऋणहरू ब्याज बढेको छ। आफ्नो गोजामा पैसा भने छैन। भएको पैसाहरू सबै सकिसकेको छ। जिन्दगी पैसा बिनाको कस्तो हुन्छ भोगिरहेको छु। साह्रै नै गाह्रो छ अवस्थामा चलिरहेको थियो। 3 महिना भयो अनि कल गर्छु, हजुर मेरो भिजा के भयो होला, कहिले आउँछ होला भनिरहेको छु, छटपटिरहेको छु। उहाँले भन्नुभयो र तपाईँको लेटर सबै आइसकेको छ, तपाईँले 1 लाख रुपियाँ जम्मा गर्नुपर्छ भन्नुभयो। र त्यो समयमा फेरि भिसा, फेरि टिकट अनि धेरै मानिसहरू लुटिएको समाचारहरूले मलाई त्रसित बनाइरहेको थियो। भिजा आएको छैन, केही आएको छैन, केही देख्न पाएको छैन। र उहाँले 1 लाख रुपियाँ पहिला डिपोजिट गर्नुपर्छ भनेर भन्नुभएको छ। नगरौँ त जान नपाइने हो कि गरौँ त कहाँबाट गरौँ? फेरि अर्को तनाव भइरहेको छ। गाउँमा अलि हुने खानेलाई पैसा सापट माग्छौ, कुन देश जाने भन्नुहुन्छ? म भन्छु खाडी जाने भनेर भन्छु। जब खाडी जाने हो भन्छु अनि पैसा दिनको लागि उहाँहरूले कन्जुसाई गर्नुहुन्छ। आखिर उहाँ गएर पनि त कमाएर मैले तिर्ने नै हो। तर खाडी सानो देशहरूमा जानको लागि भन्ने बित्तिकै ऋणहरू उपलब्ध हुँदैनथ्यो, पत्याउँदैनथ्यो। कसरी तिर्छन्, कसरी उगार्छन्, भोलि बिहान फस्यो भने पैसा कसरी माग्ने? न सम्पत्ति छ, न धन छ, न जग्गा जमिन छ, कसरी पैसा माग्ने भन्ने त्यो सोच्दा रहेछन्। एकदमै धौधौको साथमा मैले 1 लाख रुपियाँ पाएँ अनि खातामा जम्मा गर्थेँ। र कहिले आउँछ भिजा भन्यो, आउँछ नआत्तिनुहोस्, तपाईँ किन आत्तिनुहुन्छ भनेर उल्टै हामीलाई चर्को स्वरमा भन्नुहुन्छ। उहाँ पैसाहरू सकिएर कहिले विदेश जाउँला र पैसा कमाएर ऋणहरू तिरौला भन्ने छ।
निकै नै गाह्रो परिरहेको छ, निकै नै हतार भइरहेको छ। अनि हामी 4 महिना बित्यो। मैले पहिलाको ऋणको ब्याज पनि त्यस्तै छ, अहिलेको ऋणको ब्याज पनि त्यस्तै। ब्याजले त डुब्ने भए भन्ने सोचेछु, रातभरि निद्रा छैन। त्यो ऋणले मलाई एकदमै सताइरहेको छ। त्यो ऋणले गर्दा मलाई न रात न दिन यति गाह्रो भयो। अनि मैले फोन गरेँ, फेरि फोन गरेँ, कहिले आउँछ भिजा? यदि आउँदैन भने क्यान्सल गरिदिनुहोस्, म अर्को ठाउँमा ट्राई गर्छु भने। र उहाँ एकाउन्टेन्ट साहबजीले भन्नुभयो, आउँछ, तपाईँ किन हतार गर्नुहुन्छ? आउँछ, राम्रो कम्पनी हो, आउँछ, हतार नगर्नुहोस् भन्नुभयो। र हतार नगर्नुहोस् भन्नुभयो। र म एकदमै छटपटिएर पनि के गर्नु भनेर म पर्खाइमा बसिरहेँ। र भिजा लगाएको 6 महिनापछि श्रम गर्न आउनुहोस् भन्नुभयो। र काठमाडौँबाट नेपाल जानुपर्ने र दाङबाट काठमाडौँ जानुपर्ने, श्रम दिनुपर्ने, फेरि आउनुपर्ने, फेरि फ्लाइट हुने बेला जानुपर्ने। अनि उहाँले भन्नुभयो, यदि तपाईँ आउन सक्नुहुन्न भने हामी श्रम गरिदिन्छौँ यतैबाट, तपाईँले पैसा दिनुपर्छ पछि भन्ने कुरा गर्नुभयो। र मैले भने ठिकै छ भने, किनभने मलाई फेरि ऋण खोज्नु पर्थ्यो। र त्यति भनिसकेपछि केही समय पछाडि मेरो भिसा आयो भन्ने जानकारी पाएँ। र मलाई यति खुसी लाग्यो, यति खुसी लाग्यो। र मैले गाउँभरि ऋण खोज्नतर्फ लागेँ। र घरमा भने, घरमा सबैजना खुसी हुनुभयो। अब त कमाउँछ, अब त ऋण तिर्छ भन्ने परिवारले सोच राख्नुभयो र खुसी हुनुभयो। र जेन तेन बल्ल बल्ल मैले वैदेशिक रोजगार जानको लागि मैले ऋण पाएँ। र मैले त्यो ऋण पाइसकेपछि त्यो ऋण बोकेर काठमाडौँ आए। र एकाउन्टेन्ट साहबले यति तारिकमा फ्लाइट छ भनेर त्यसको 2 दिन अगाडि काठमाडौँ आइपुगे। र मैले टिकटहरू सबै माग्नु पठाएँ र उहाँले मलाई व्यवस्था गरिदिनु भयो, फोटोहरू व्यवस्था गरिदिनु भयो। त्यसपछि मैले भने म बैंकबाट ट्रान्सफर गरिदिन्छु भने उहाँले वैदेशिक रोजगारमा जानको लागि त्यो लागतको कुरा गर्नुभएको थियो। मैले अनलाइन पे गर्छु भने, अनि त्यहाँ मान्नु भएन र उहाँले अफिसमा बोलाउनु भयो। क्यास पैसा लिएर अफिसमा आउनुहोस् तपाईँ भन्नुभयो। र अफिसमा गइयो। अफिसमा गइसकेपछि उहाँले पैसा माग्नुभयो र मैले क्यास पैसा उहाँलाई गनेर दिएँ। र उहाँले एउटा पत्र दिनुभयो मलाई, जुन पत्रमा लेखिएको थियो त्यो पत्र थियो फ्री भिसा फ्री टिकट भनेर लेखिएको थियो। सेतो पानामा नेपाली अक्षरले फ्री भिसा फ्री टिकट भनेर लेखिएको थियो। धेरै नभए पनि मैले 10 क्लास पढेको छु।
मलाई नेपाली अक्षर राम्रोसँग पढ्न आउँथ्यो र मैले उहाँलाई सोधेँ, फ्री भिसा फ्री टिकट लेखेको छ, हामीलाई किन यति धेरै तपाईँले लिनुभयो भने सोधेँ। उहाँले भन्नुभयो, तपाईँ विदेश जाने मन छ भने जानुस्, जाने मन छैन भने तपाईँको 1,50,000 हामी पैसा यहीँ राख्छौँ अनि तपाईँ घर जानुस् भन्नुभयो। हो दर्शकबिन, उहाँले त्यसरी भन्दा अब सबै साथीहरू गइरहेको छन्। म एक्लै कराउँ कसरी कराउँ, म एक्लै विरोध गरौँ कसरी विरोध गरौँ, कम्प्लेन गरौँ कसरी कम्प्लेन गरौँ। एक त ऋण माथि ऋण थपिँदै गएको छ। यदि मेरो ऋण थिएन भने सायद मैले केस गर्न सक्थेँ होला, सायद मैले उजुरी गर्थेँ होला, मैले कम्प्लेन गर्थेँ होला। तर यदि मैले कम्प्लेन गरौँ भने म विदेश आउन पाउँदैन, झन् मलाई ऋण लाग्नेछ। हामी जस्तो गरिबी, हामी जस्तो सामान्य मान्छेको कुरा कसले सुन्थ्यो होला र। जताततै पावर नै पावर चाहिन्छ, जताततै सोर्स फोर्सद्वारा चलिरहेको हुन्छ भन्ने सोचे। ठिकै छ, यदि कम्पनी राम्रो हो भने ठिकै छ भने म स्तब्ध भए त्यहीँ। र अर्को पेपर दिनुभयो जुन कि मैले नेपाल हुने बेला उहाँलाई 1 लाख रुपियाँ डिपोजिट गरेको थिएँ। उक्त पेपरमा लेखिएको थियो, हामी काठमाडौँ बस्नेको यताउता गर्दाको पैसा 1 लाख रुपियाँ सिस्टरलाई सापट दिएको थिए र सिस्टरले फिर्ता दिएको बारे जानकारी गराउँदछु भनेर त्यस्तो लेखेर उहाँले साइन गराउनु भयो। मलाई त्यति बेला यति रिस उठेको थियो, यति आगो बलेको थियो, तर के गर्ने, विदेश आउनु पर्थ्यो। जसरी हुन्छ विदेश आउनु बाध्यता थियो। जसरी हुन्छ उहाँले भन्नुहुन्थ्यो, तपाईँको एजेन्ट बिना तपाईँलाई विदेश जान एकदमै गाह्रो पर्छ भन्नुहुन्थ्यो। बाइचान्स यताउता भयो भने तपाईँले कसलाई फोन गर्ने के गर्ने भन्दै हुनुहुन्थ्यो। अनि त्यसैले मैले भनेको थिएँ एकाउन्टेन्ट साहबलाई, तपाईँ नै बस्नुहोस् न त भनेको थिएँ। किनभने त्यो पैसा एकाउन्टेन्ट मेन पावरको कर्मचारीहरूले खाँदो रहेछन्। सबै कर्मचारीहरू त त्यस्तो हुँदैन, तर कोही कर्मचारीहरू त्यस्तै हुँदो रहेछन्। यो आँखाहरू खुल्ला छन्। 10 क्लाससम्म पढेको मलाई राम्रोसँग ज्ञान छ। आफ्नै एकाउन्टबाट तिरेको पैसा फिर्ता लगे है भनेर अनलाइन कारोबार नगर्नको निम्ति उहाँले साइन गराएर फिर्ता लिइसकेको उहाँले बताउनु भएको छ। के गर्नु, कसलाई भन्नु, कसलाई सुनाउनु, देखे पनि नदेखे जस्तो गर्नु परेछ। थाहा पाए पनि थाहा नपाएको जस्तो गर्नु परेछ। हो, हामी गरिब दुखी, हामी सामान्य मानिसलाई केही पनि थाहा हुँदैन। यसरी हामी फसिरहेका हुने रहेछौँ। मनमा नै सोधे, सँगै आउने साथीलाई सोधे, कति तिर्नुभयो भने। कतिले भने मैले भन्दा धेरै तिरेको भने, कतिले भने मैले बराबर भने। ठिकै छ, सबैजना साथीहरू जाँदैछन्, म पनि जान्छु। सायद जति लगे पनि पैसा बिना त हामी विदेश जान सक्दैनौँ रहेछ। मैले पहिला पनि सुनेको थिएँ फ्री भिसा फ्री टिकट भन्छ, तर पनि हामीलाई लाग्दैन। हामीले पैसा नतिरे हामी विदेश जान सक्दैनौँ भनेको सुनेको थिएँ। त्यसैले ठिकै छ भनेर चित्त बुझाए। अनि मेन पावरबाट हल्का भनेर
हल्का जबरजस्ती कराएर भए पनि थोरै कराएर 5,000 खर्च दिनुहोस् भनेर मैले रिटर्न मागेँ। जुन उहाँले भन्नुभएको थियो त्यो पैसाबाट 5,000 मैले रिटर्न मागेँ। यदि मलाई राम्रो हुन्छ, विदेशमा राम्रो भयो, कमाइ राम्रै भयो भने यो 5,000को म तपाईँलाई 6,000-7,000 जति म फिर्ता दिनेछु भनेर मैले त्यहाँबाट कुरा गरेर 5,000 फिर्ता मागेँ। अनि ठिकै छ भनेर दिनुभयो र फिर्ता दिइसकेपछि हामी त्यहाँबाट फ्लाइटको निम्ति एयरपोर्ट लाग्यौँ र एयरपोर्टमा आइसकेपछि साथीहरू सबैजना हुनुहुन्थ्यो। साथीहरूलाई कसैको बाबाले, दादाले, मामाले, काकाले, दिदीहरूले छोड्न आउनुभएको थियो। तर हाम्रो त कहाँ आउनु, म एक्लै आउनलाई पनि पैसा धौधौ जुटाएर आउनु परेको थियो। परिवार ल्याउनु, कताबाट ल्याउनु, न पैसा थियो हामीसँग। मै फ्लाइट हुँदासम्म पुग्ने पैसा थिएन मसँग। अनि घरमा केही हुन्छ भनेर त्यही 5,000 मागेको पैसा गाउँ जाने एकजना दाजु हुनुहुन्थ्यो, उहाँसँग फिर्ता पठाए। किनभने घरमा खालान केही दिन पनि नुन तेल किन्ने सजिलो होला भनेर पठाइदिए। र हामी त्यहाँबाट फ्लाइट भयो। हो, हामी सामान्य वर्गका, हामी अलि गाउँ ठाउँतिरका, हाम्रो कुनै सोर्स फोर्स नलाग्ने मानिसलाई यसरी नै लुटिन्छ। हो, त्यसरी नै लुटिन्छ। दर्शकबिन, यो कथा सुनेर बस्नुभयो तपाईँलाई धन्यवाद दिन्छु। र अर्को बाँकी फ्लाइट भइसकेपछि कसरी आएका थियौँ यो स्थानसम्म, त्यो तपाईँलाई अर्को कथामा सुनाउनेछु। त्यतिन्जेलसम्मको लागि मलाई यो कथाबाट बिदा दिनुहोस्। हस्त, धन्यवाद।